आरबीबी को भ्याकेन्सीमा के छ भ्याकेन्सीको डिटेलको बारेमा बुझौँ। आरबीबीले जुन भ्याकेन्सी पब्लिस गरेको छ त्यसमा चाहिँ अहिले चौथो तहको लागि भ्याकेन्सी खुलाएको छ। एकदमै राम्रो संख्यामा माग गरेको छ। टोटलमा 62 जना चाहिँ मागेको छ। यो भ्याकेन्सीमा अप्लाई गर्नको लागि चाहिँ के रिक्वायरमेन्ट छ भन्दा शैक्षिक योग्यता 10+2 पास गरेको हुनु पर्यो र लोक सेवा आयोगबाट 2082 सालको प्री क्वालिफिकेसन टेस्ट उत्तीर्ण गरेको हुनु पर्यो। यो अनलाइन मार्फत अप्लाई गर्न सकिन्छ। 2082 फागुनको 21 गतेसम्म चाहिँ त्यति बेलासम्म 18 वर्ष पूरा भएर 35 ननागेको हुनु पर्यो। अपाङ्ग र महिलाको हकमा चाहिँ 40 वर्षसम्म। भ्याकेन्सीमा अप्लाई चाहिँ आरबीबी को वेबसाइट www.rbb.com.np और urp.nepalgovbanks.com मा गएर पनि अप्लाई गर्न सक्नुहुन्छ। परीक्षामा लाग्ने दस्तुर चाहिँ 500 थप समावेशी समूहको लागि चाहिँ 100 रुपैयाँ लाग्नेछ। अनलाइन दस्तखत दिने अन्तिम मिति चाहिँ फागुन 21 गते हो। दोब्बर दस्तुर तिरी दस्तखत दिने मिति चाहिँ फागुन 28 गतेसम्म छ। त्यसैले फागुन 21 सम्ममा चाहिँ भ्याकेन्सी अप्लाई गरिसक्नु होला। पेमेन्ट चाहिँ हजुरले नमस्ते पे, कनेक्ट आइपीएस, ई-सेवा र खल्तीबाट बुझाउन सक्नुहुन्छ। लिखित परीक्षाको स्थान चाहिँ लोकसेवा आयोग सम्बन्धित प्रदेशका तोकिएका ठाउँबाट हुनेछ। केन्द्रको बारेमा चाहिँ सूचनाबाट जानकारी गराइन्छ। के पढ्ने जान्न चाहनुहुन्छ भने आरबीबी को वेबसाइटमा गएर नोटिस भित्र करियर नोटिसमा सिलेबस राखिएको छ, त्यहाँबाट तपाईले प्र्याक्टिस गर्न सक्नुहुन्छ।